Guys, welcome back to my channel. आज चाहिँ के भन्छ अब सेकेन्ड डे मुस्ताङ ट्रिपको भिडियो अनि आज मौसम ठीक छैन छ हिउँ पर्दैछ लेकमा यता त अहिले त पानी पर्दैछ एकछिन पछि हिउँ पर्छ कि थाहा भएन फेरि सबै पनि के भन्छ फुरिएछ अनि त्यतिकै यहाँ लागेको यहाँ हिउँ पर्दो रहेछ लेकमा गाइस यहाँ हामी भर्खर उठेको एकदमै लास्टै चिसो रहेछ यहाँ मान्छेहरू पनि जाँदैछ है हामी चाहिँ हिजो गइसकेको हो न त हिजो हामी जमसमसम्म जान्छु भनेर एकदमै बुवा आमा दुईटा चाहिँ लास्टै थाकेर छ अनि यताउता धेरै गएको अनि मौसम चाहिँ अब हिउँ पर्दो रहेछ लेकमा अब गाइस यहाँ अब अझ हामी जमसम फर्काउने हो अहिले भर्खर उठेको चिया पनि के खाइछिन लास्टै चिसो रहेछ गाइस जमसममा जानु रेडी गरिरहेछ यहाँ पानी परेर गाडी चाहिँ यो हो यहाँ जमसम आज पनि यहाँ वेदर सबै ठिक छैन रहेछ मुक्तिनाथदेखि जमसमसम्म जाँदैछ यहाँ गाइस आज पनि हिउँ पर्दो रहेछ है गाइस हामी जाँदैछ मनाउने अझ चाहिँ जमसमसम्म मात्र हो एकदमै राम्रो छ गाइस हेर्नु होला View. पुगिसके हामी मुक्तिनाथबाट झरेर कापेनी गाउँ कापेनी गाउँ अरे यो एकदमै राम्रो छ गाउँ चाहिँ यहाँ काकबेनीको गाउँ गाइस अस्ति राम्रो छ हामी मुक्तिनाथबाट काकबेनी पुगिसके गाइस फिटिछे अनि ngajo ngebape mangbuti nangsung ta ngajo jomsam la le chai ani to apple sate apple pick machine bodu ani indi mangbude apple to kambo अनि आलु चाम्बा indi mangbuti so ani ra dumbatalमा जाँदै छ dumbatalमा हामी हिँडेर जाने लागेको अनि एकदमै हामी बिहान छिटो पुगिसक्यो नि अनि त्यही कारण अब हामी हिँडेर यता हेर्दै जमसमको भ्यू हेर्दै आज जाने हो यहाँ डुबातालमा गाइस अब हामी जमसममा पुगिसकेछ जमसम बजारमा अब जमसम बजारको भ्यू अब हामी जमसम बजारदेखि अब हामी उता डुबाताल र कुचु टेङ्गामा दर्शन गर्न जाँदैछ कुचुतेङ्गा गुम्बा चाहिँ यो अरे अब हामी यताबाट बाटोमा आज हामी छिटो पुग्यो नि त्यही कारणलाई अनि अब दर्शन गर्नु लागि आफै हिँडेर गए पनि एकदमै राम्रो हुन्छ भन्दो रहेछ मान्छेहरू खै त्यो थाहा भएन आफ्नो विश्वास हो अब हामी जाँदैछ आज हामी जमसममा गेस्ट हाउस बुक गरिसक्यो हो अब यता बस्ने हो अब भोलि चाहिँ कहाँ हुन्छ त अब थाहा छैन हामी अप्पर मुस्ताङमा जानु पाएन लास्टै दुःख भयो अब हामी अस्ति त अप्पर मुस्ताङ सबै उता बर्डरसम्म जान्छु भनेर काठमाडौँबाट आयो अब जानु पाएन मौसमले अनि त्यही कारण मौसम आज पनि यति क्लियर छैन रहेछ यहाँ बादलहरू सबै छेकेर छ यहाँ गाइस यस्तो छ अब यताबाट जाँदै हो है पुग्यो है गाइस डुबातालमा पुगिसक्यो बल्ल बल्ल हामी हिँडेर आयो एकदमै लास्टै घर भयो है हिँडेर आयो डुबाताल गएर आइसके यता आमा त तिन खाना थिइन त आमा तुक्लो चुङ्गो आज हामी बाटो झुकेर धेरै दुःख भयो है आज हामी चाहिँ हिँडेर गयो एकदमै लास्टै दुःख भयो है दुःख सबै यहाँ आज चाहिँ हामी धेरै गाह्रो भयो आमा चाहिँ ठिकै हामी बाटो थाहा नभए आफै हिँडेर गए पनि अब राम्रो हुन्छ भन्छ हामी हिँडेर गयो त्यही कारण अब पुग्न लागेछ त्यहाँ यो गाउँमा आइछ यहाँ अब यो गुम्बा दर्शन गर्न अहिले मान्छे आइछैन हामीले फोन गरेको आउँदैछ अरे अब हामी दर्शन सबै सक्यो हामी कुच्चकट्याङ्गा पनि दर्शन सकेको अब यहाँ हामी जाँदैछ यो गाउँ चाहिँ के अरे तुङजिएको भने हामी जाँदैछ यहाँ अब फेरि चिसो छ यहाँ चिसो गाइस आज के भन्छ छु काँदै सक्छौ सफर कस्तो भयो घोटालो कस्तो भयो
अनि तपाईँ सधैँ तपाईँ जान्छ सधैँ अनि बच्चाहरू छैन ए यति बाख्रा धेरै छ अनि के यसले के हुन्छ के गर्छ ए तपाईँ घर जमसम हो यो खुकुरी के गर्ने बगेको खुकुरी उता खुकुर चक्कु के न बगेको झोलाभित्र चक्कु बगेछ नि चक्कु त्यो के गर्ने के गर्छ यसले ए बाजे नाम के हो अरे बाजेको नाम तपाईँ नाम के हो धनप्रसाद मेरो युट्युबमा स्वागत छ है दाइ अनि दाइ बाई बाई बाजे बाई बाई आज मेरो भिडियो यति नै हो मुक्तिनाथ टु जमसमको भिडियो यति नै भयो अब हामी खाना त 7:30 बज्यो हो अनि म भिडियो चाहिँ अब खाना चाहिँ सँगै ल्याउनु पाएन एकदमै लास्टै जाडो रहेछ म भिडियो यति नै एन्ड गर्छु सबै हेर्नु होला माया गर्नु होला बाई